भाइ साहब बाटो चाहिँ बबाल हो क्या अरे यो गाउँ यस्तो सुन्दर छ नि पुरै ब्युटी छ क्या यो एउटा चाहिँ त्यसरी यहाँनिर मकिहाल्छ अनि यो चाहिँ यो देखा चाहिँ नै थाहा होइन मलाई फेरि देखा होइन एकदम कलिलो कलिलो केटारे मुस्ताङमै भेट्याएको भएन हेलो गाइज गुड मर्निङ फ्रम थवाङ रोल्पा हामी चाहिँ हिजो साँझ राति यहाँ बस बसेर अहिले बिहान उठेको छौँ र अब नास्ता सास्ता खाएर चाहिँ हाम्रो यात्रा तकसेरासम्मको हुनेछ र आज चाहिँ हामी अहिले चाहिँ बिहान यहाँदेखि माथितिर डाँडा छ यो डाँडामा गएर थवाङ गाउँ पनि एकपटक हेर्ने भन्ने कुरो आएको छ र दुईजना साथीहरू हाम्रो गइसक्नु भएको छ एकजना साथीले चाहिँ एकजना भैँसीजीले चाहिँ यहाँनिर ट्याक्क तातो पानी खाँदै हुनुहुन्छ र अहिले एकछिनपछि तपाईँलाई हामी चाहिँ माथिबाट ट्याक्क थवाङ गाउँको बवाल भ्यू देखाउँछौँ है त बवाल छ यो थवाङ गाउँ पनि र बस्नको लागि एकदमै सहुलियत छ यहाँ हामी चाहिँ जम्मा जम्मी कतिमा बसेको अरे र यो होटल चाहिँ मस्त खाना खाएर 250 रुपियाँ खाना होइन त्यसपछि बस्नको लागि पुरै फ्री र एकदमै मस्त फेरि राम्रो छ सबै खाना सबै बस्ने त्यस्तो बवालै छ र कोही आउनु भएको छ भने कसैलाई यहाँनिर आउनु होला यो एकदमै तपाईँहरूको लागि सहुलियत हुनेछ ओके गाइस ल एकछिनपछि चाहिँ हामी थवाङको भ्यूसँग उपस्थित हुनेछौँ माथिको डाँडाबाट है त ल हेलो हेलो ल हेलो भन्दैछु हामी चाहिँ मुस्ताङमै भेट्याएको भएन ल ठिक छ परवेश त यो मास्क लगाएर केही छैन कहाँ बसेको थियो हामी यहीँ बसेको माथि गर्न भ्यू हेरेर जाऊँ न ट्रेकिङ हामी त ट्रेकिङ जल्दो गइसकेको अब हामी तकसेरा ल ठिक छ ओके ल अब सेफ ट्रिप ल ल ठिक छ हामी चाहिँ यता अलिकति यो थवाङ गाउँदेखि हल्का माथि अलिकति उचाइमा आएर अड्या छौँ यहाँबाट चाहिँ ट्याक्क फोटो भिडियो टिकटक बनायौँ हामीले यहाँनिर यो ठाउँमा यहाँनिर चाहिँ अनि यहाँबाट चाहिँ बबाल नै देखिन्थ्यो मेन गरी चाहिँ खास गरी त्यहाँदेखि यो हेर्नुपर्ने हामी चाहिँ अब समयको अलिकति कमी भएको कारणले चाहिँ यहाँबाट हेरेर फर्किन लाग्छौँ र तपाईँहरूलाई पनि देखाउन चाहन्छौँ यहाँदेखि यो चाहिँ मेन थवाङ गाउँ हो माथिको पहाड भयो र यतातिर खोला छ र यो चाहिँ मेन थवाङ गाउँ हो यसमा चाहिँ एकदमै राम्रो पुरानो घरहरू टिन माथि रुफ माथि के भन्छ त्यसको छाना भएको ढुङ्गाका छानाहरू भएको घरहरू छ र यतातिर पनि गाउँहरू छ यहाँ माथिनिर पनि यो पनि एकदमै राम्रो तर यहाँ छुट्टा छुट्टी अलिअलि घरहरू छ तर गुजुप्प परेको बस्ती यो चाहिँ एकदमै बब्बाल देखिन्छ हाम्रो यात्रा सुरु हुँदैछ यहाँबाट अब तकसेराको लागि डाइरेक्ट हामी चाहिँ बिचमा अब खाना रोक्छौँ होला त्यसपछि एउटा भ्लग त्यहाँनिर एउटा भिडियो चाहिँ त्यहाँनिर बनाउँछौँ त्यसपछि हामी चाहिँ सिधै तकसेरातिर होइन त के छ कस्तो फिल भइरहेछ धौ भइरहेछ कि नै त्यो त बाइक होइन हाम्रो होइन त पहिले नै भएको थियो अरू कुरा ल माथि चाहिँ बब्बाल बादलको भ्यू देखिएको छ अब पैसो सकिएपछि घुम्न आएपछि यो ठाउँमा ट्याक्क हामी कटारे हन्टिङ गरिरहनु भएको छ के छ तपाईँलाई एकदमै भोक लाग्यो अब त कटारे खानै पर्ने अवस्था आइसक्यो तपाईँको पुरै नगरम हजुर हो एकदम झोला त पुरै के यसमा यासाङमा बेच्ने यिनमा हजुर ओहो ल हाम्रो दुईजना अरू साथी पनि हुनुहुन्छ यतातिर ट्याक्क कटारे पुरै एकदम कलिलो कटारे ओहो मदन हजुर के छ गुजारा चल्छ अहिले चल्छ भात नखाइ पनि हुन्छ क्या नि हुन्छ अब यो 3 दिनसम्म एकदम के भन्छ अरे यो हिट गर्छ ल एकदमै यहाँनिर एकदमै कायदाको चिज कायदाको हो यार एकदमै यो थवाङदेखि हल्का अगाडिको ठाउँ हो यहाँ हामीले एकछिन विश्राम गरेर हामी यहाँ कटारे खान लागिरहेछौँ तपाईँहरू यो ग्रिनरी हेरेर मजा लिन सक्नुहुन्छ मस्तको हरियो एकदमै गाउँ
अनि यो खोला अनि यो माथिदेखिको घाम ओहो हो ठाउँ राम्रो होला कि के राम्रो होला यस्तो यो ग्रास अनि हेर्नुहोस् त कति राम्रो ढलक्क टल्किया छ हेर्नुहोस् त लाली ग्रास के भयो खोचियो ओहो तपाईँलाई के भयो भन्नुहोस् त तपाईँलाई यस्तै यो एड्स लाग्यो लास्ट या गाइज म चाहिँ एकदमै यो त यो भाँच्यो रहेछ यार धोका वा कि होइन छैन बबाल छ यसरी हान्ने यसलाई चाहिँ कटारे खाने तपाईँहरूलाई म आइडिया सिकाउँछु यसरी छेउछेउबाट हान्नुपर्छ के भन्यो यो कटारे भनेपछि कटारे भन्छ के ल यार ठाउँ अनुसार अलग अलग कटारे भन्छ के भन्छ थाहा पान्न अब हाम्रो इच्छा यार छि भन्दैन नि खान्छेले पुरा जोतको भएको यसरी छिल्न सकिन्छ यसलाई तिमी कटारे खाने यता आएको होइन कटारे खाने ओ बाफ्रे सेट खासै ढङ्ग पुगेन गाइस सानोमा उहिले गोला जाने बेला खाइन्थ्यो मेरो रस सुक्लाइसक्यो उसको बन्द गरिदिन्छ है दाजु नाइ के एकछिन के म छिलेरै देखाउँछु कि यहाँ झन् त मेरो यहाँ पर्सनली ल्याइसक्यो मैले यहाँ इगो आइसक्यो मेरो यहाँ खानै जानेन चाहिँ हेमन्तले इगो हट भयो भने के हजुर इगो हट भयो ल फाइनली यति निस्क्यो कसरी खाने मुट्टो बबाल आहा बहुत स्वादिलो छ ल्याम देखाएको चाहिँ नै थाहा होइन है मलाई फेरि देखाएको होइन सन्दीप छोडिदिए त्यो त हात्ती नगर लगाइछ अब फेरि भात खाएको बनाउँछु खाएकै देखाउने हो क्या घुम्याएको खाए कोही कोहीको जलाउनु छ नि त कसको मदनकै हो यहाँ कुरो आज चाहिँ हामी हिँड्दै गर्दाखेरि थवानदेखितिर हामीले एउटा नयाँ कुरो नयाँ भन्दा नि पुरानो हाम्रो हजुरआमाहरूले प्रयोग गर्ने जति बेला चाहिँ मिल हुँदैन थियो त्यति बेला चाहिँ पानीको घट्ट युज गरेर चामलहरू गहुँहरू मकैहरू पिस्ने गरिन्थ्यो त्यो पानीको घट्ट चाहिँ यहाँनिर रहेछ सो यो पानीको घट्ट चाहिँ हामीले यो चाहिँ पानीको घट्ट हो यहाँ कसरी प्रोसेस हुन्छ जस्तो हामी प्रोसेस हेर्दैछौँ है त बब्बाल म अगाडि देखाउँछु है पानी खाने धारा होला तर यो त सिठा यो त यो पट्टाको यो धागो लागि प्रयोग हुन्छ यो भिजाको चाहिँ त्यो त हाम्रो गाउँमा पनि हुन्थ्यो यहाँनिर चाहिँ हाम्रो एकजना छोरा दाजुले पिस्दै हुनुहुन्छ किन ढोका लगाइदिएला मै मकै यसरी पिसेको मकै रहेछ अब हामीले यहाँ भिडियो मात्रै क्याप्चर गर्छौँ अरू चाहिँ अब यहाँ निगार्ने भएन र यहाँबाट चाहिँ त्यसरी यहाँनिर मकै हाल्यो अनि यो चाहिँ तलबाट त्यसले घुमाउँछ पानीले त्यो पानी चाहिँ यहाँ ठुलो पानीको प्रेसरले तलको दिनलाई घुमाउँछ अनि यो चाहिँ भित्रको त्यो के जस्तो छ यसलाई के भन्छ नाम त थाहा भएन यसलाई यो घुम्यो भनेर माथिबाट यसलाई पुरै प्रेसरमा कस्तो बब्बाल छ तपाईँ देख्न सक्नुहुन्छ सन्दीप के गाउँ हो यो ल यहाँ अगाडि आऊ त सबैले नाम भनिदियो आफ्नो आफ्नो ल भनिदियो त कसले जाने रहेछ ल को रहेछ ल ए बिस बुढा मगर ल अर्को दीप सागर तिम्रो के हो हिपिक बुढा भयो ऊ पछाडि ए ल अलि यहाँ नजिक आऊ न अलि नजिक आऊ न पुरा गरौँ तिमीसँग यसलाई के भन्छ अरे थावाङ के अरे थावाङ बगर नि रोल्पा हो ए कहाँ पढ्छौ तिमीहरू बोर्डिङ त पढ्छौ स्कुलको नाम कहाँ हो के हो स्कुल के हो स्कुल हो कहाँ छ यता छ स्कुलको बोर्डिङ तिमीहरूको बोर्डिङ कस्तो राम्रो गाउँ रहेछ नि तिमीहरू पनि कस्तो राम्रो रहेछौ नि
ल ल ल बाई गरिदियो ल बाई बाई पनि हामीले यहाँनिर फाइनली कति लगभग हामी घरतिर गाउँभन्दा अगाडि थवाङ सरी के भन्छु भने थवाङ भन्न आउँछ उता हाम्रो होलिरेदेखि यतातिर पिस थियो अलिकति केही समय अलिकति पिस थियो त्यसपछि पुरै अफरोड अफरोड थवाङबाट अगाडि सम्म यहाँनिर आइसकेपछि चाहिँ यो सल्यानदेखि आउने बाटो र उतादेखि आउने कच्चीको भेट भयो अब यहाँ चाहिँ हाइवे छ अब चाहिँ मस्त चिल हुन्छ यहाँनिर राइड हुन्छ हाम्रो मस्त बबाल राइड हुनेवाला छ र यहाँ बोल्दाखेरि मेरो नाचिरहनु भएको छ र यहाँनिर चाहिँ यस्तो बबाल भ्यू रहेछ हामीले चाहिँ ट्याक्कै यहाँनिर यो टिकटक बनायौँ भिडियोहरू बनायौँ हामीले चाहिँ टिकटकमा आउँछ भिडियोमा पनि फेसबुकतिर स्टोरीतिर टिकटकतिर पनि आउँछ हाम्रो भिडियोहरू यहाँतिरको फोटो भिडियो खिच्यौँ र फेरि हाम्रो यात्रा कन्टिन्यू हुनेछ यहाँबाट ओके गाइस यो झरना चाहिँ एकदम आर्टिफिसियल हो यहाँ बनाएर पाइप लगाएर माथिबाट हालेर गराएको छ तर देख्ने बेला चाहिँ वाउ जस्ट अमेजिङ गाइस लास्टै बबाल छ यो पहाड अनि बिचमा अनि यहाँनिर चाहिँ अघि बादल बब्बाल थियो अहिले चाहिँ बादल हराइसकेको छ त्यही पनि बबाल छ यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ बब्बाल एकदमै यहाँदेखि हिँड्नै मन नलाग्ने जस्तो झरना छ नि धेरैको हेरै हुनुहुन्छ यहाँ ल गाइस अब फेरि हामी फेरि नेक्स्ट अब कति बेलासम्म अब थाहा छैन कति बेला भेट हुन्छ हामी चाहिँ यहाँनिर यो तकसेरा जाने बाटोमा आएर अड्डेको छौँ ए बाटो ध्वस्तै कोही आउँदै हुनुहुन्छ भने एकदम सोचेर आउनु होला यस्तो बाटो छ पुरै एउटा बाँस यहाँ ए बाइक के भयो यो पुथा उत्तर गङ्गा गाउँपालिकामा प्रवेश गर्दैछौँ यहाँ यो बाटोदेखि आएको हामी यो जुन हाइवे छ तलको सल्यान पोखरा होला बाटुङवाला त्यो हाइवे पूर्व पश्चिम हाइवे जहाँसम्म लाग्छ त्यो हाइवेदेखि माथितिर यस्तो ठाडै उकालो पुरै पहाडको टुप्पोमा आइपुगेका छौँ हामी चाहिँ लगभग यो चाहिँ पिक होला यो एरियाको बब्बाल छ ठाउँ चाहिँ तर बाटो चाहिँ एकदमै अप्ठ्यारो ल अब हामी सिधै तकसेरामा भेट हुन्छौँ है त अब यहाँदेखि तकसेरातिरको हाम्रो यात्रा सुरु हुन्छ हामी चाहिँ अब यो पुथा उत्तर गङ्गा गाउँपालिकाको गेट प्रवेश गरिसकेपछिको यहाँदेखि भ्यू देखाउन गइरहेको छु म अब यो मेरो स्ट्यान्डमा मैले अड्डाएको छु मोबाइललाई अब हल्लिन्छ होला त्यही पनि अब हेरौँ कस्तो आउँछ है त लास्टै हल्लिन्छ बाटो पुरै अफरोड बाइक चाहिँ झम्पट हुन्छ यहाँदेखि फेरि पुरै हिमालदेखि पुग्छ यहाँदेखि आफ्नो हिमाल भ्यू पुरै यतातिरको भ्यू बबाल छ पुरै अफरोड कहाँ सोल्टे कहाँ सोल्टे ओ भाइ साहब बाटो चाहिँ बबाल हो क्या अरे भन्दा नि त्यो एकदमै अप्ठ्यारो गन्तव्यले राम्रो ठाउँमा पुर्याउँछ भनेर यो हो नजारा यो हो रिजल्ट यो ओइ बिस्तारै सोल्टे कहाँ हो मलाई फोन राखेको छ मेरो उर्पे यहाँदेखि चाहिँ बब्बा बाटो चाहिँ ढुक्कै छ अहिले यसमा हिँड्न एकदमै यहाँदेखि हिमाल हिमालदेखि तकसेरा गाउँ हामी कतातिर पुग्छ हामी हजुर पानी
माथि आएर कहाँबाट गरे मामी माथिको हामीले देखेर त्यो गरेर कति बबाल छ ट्याक्क यहाँबाट कस्तो क्लियर देखिन्छ कि चिक्क परेको यो दृश्य यो गाउँ यस्तो सुन्दर छ नि पुरै ब्युटी छ क्या यो त्यो ढुङ्गै ढुङ्गाले बनेको हामी यहाँदेखि आएको तलतिर यो माथिदेखि झरेको पहिला माथि उक्लेर फेरि तल झरेर तल माथि यो यता हिमाल छ हाम्रो भोला दाजुले यता ट्याक्क केलाई केबाट पानी खाइरहनु भएको छ ताप्केबाट चिया चिया ताप्के त भन्छ नि यसलाई लोकल भाषा यस्तो धारा छ ट्याक्क त्यसको बाद जाँदैन अन्ना हेर चाहिँ बिचरा कतै कतै हिस्सा चाहिँ पिन्थ्यो कि हो आइरहेको छु ए यो के दादा यार तक्सेरा भन्ने यो पनि यता पनि छ होला के होइन त्यही नै हो है त्यो यो बाटो कहाँ जान्छ मैकोट गाइज ल फाइनली हामी ट्याक्क माथि आएर अडिरहेछौँ अघि पनि फाइनली आइसक्यो भनेर मैले भनिसकेको छु तर अब तक्सेरा यहाँबाट हेर्दाखेरि चाहिँ खासै त्यस्तो बबाल चाहिँ देखिएको छैन तर योभन्दा पनि एक्सपेक्टेसन भर्सेस होइन एक्सपेक्टेसन त्यो मलाई जहाँसम्म लाग्छ यतातिर गाउँ छुट्टी लुकेको छ कि मेरो गेस चाहिँ फिक्सै छ किनभने चाहिँ हामी त्यो भिडियोमा देख्छ नि भिडियोमा देखेँ हो कि यता यति मात्रै होइन कि यो माथि पनि छ कि त्यो गाउँ नै उति बारी गाउँ देखिन्छ नि त्यो उताको पाखाबाट छुट्टै तरिकाले सो यो यस्तो छ यसरी म हिँड्छु यता पहाड लगाइ तपाईँहरू अब देख्न सक्नुहुन्छ ट्याक्क यतातिर तक्सेराको माथि यो पुरै पाहाड छ मम्मीले यस्तो गरेर धोइदिन्थ्यो नि सानोमा खात्रै छ है भात चाहिँ तक्सेरा तक चाहिँ यता हो अरे होइन सेरा चाहिँ यो गाउँ अरे हेलो यस्तो गर्दै बुम चाहिँ तक भन्ने ठाउँ रहेछ अनि